ल स्वयंवर गर्ने बेला भयो। दुलहीले दुलाहालाई परिक्रमा गर्ने। पक्नुस् हो पुलिस। हेर्नुस् तपाईहरु यहाँ सरासर गलत गर्दै हुनुहुन्छ। यो बिहे हुन सक्दैन। नातिनुस् न नातिनुस्, उहाँहरु हाम्रै बिहेको लागि आउनु भएको। ल भन्नुस् त हजुर के खानुहुन्छ? चिसो भयो हजुर भयो। हेर्नुस् तपाईहरु यहाँ सरासर बाल विवाह गराउँदै हुनुहुन्छ। यो बिहे हुन सक्दैन। हैन ए नानी, मेरो छोरी हो, तिमीलाई चाहिँ के को खसखस? त्यसो भनेर भएन नि त। तपाईले तपाईको छोरीको बिहे छोरीको राजी खुसीमै गर्दिन लाग्नु भएको हो। नानी कति वर्ष भयो? 14 वर्ष। अनि बाबु कति वर्ष भयो? मेरो छोरा त 23 वर्ष भइसक्यो नि। कति वर्ष भयो बाबु? म त 17 वर्ष भए। मम्मीले मलाई बिहे गरिस् भन्ने बाइक किनिदिन्छु भने। देख्नु भयो नि, बाबु भर्खर 17 वर्ष अनि नानी भर्खर 14 वर्ष। यसरी तोकिएको उमेरै नपुगिकन बिहे गरिदिनुलाई बाल विवाह भनिन्छ। अहिले कानूनले 20 वर्ष भन्दा कम उमेरमा बिहे गर्नलाई रोक लगाएको छ। अब हेर्नुस् न, बाल विवाह गर्दाखेरि एक त बिहे दर्तै हुँदैन, अर्को कुरा नागरिकता बनाउन समस्या हुन्छ, समाजमा अपहेलित भइन्छ, शिक्षाबाट वञ्चित भइन्छ। त्यति मात्र नभएर आत्मनिर्णय गर्नको लागि असहज हुन्छ। गर्भधारण गर्न र बच्चा जन्माउनलाई समस्या हुनुको साथै स्वास्थ्य र जानलाई धेरै भन्दा धेरै खतरा पनि हुन्छ। त्यसैले अब तपाईहरुले नगर्नु गल्ती गरिसक्नु भएको छ। यसरी बाल विवाह गराउनेलाई कडा भन्दा कडा जेल जरिवाना र सजायको व्यवस्था गरिएको छ। यहाँहरु पनि जेल जरिवाना र सजायको भागीदार भइसक्नु भएको छ। तपाईहरु सबैजना मसँग चौकीमा हिँड्नुस्। बालबालिकाको छिटो विवाह गरिदिनु भन्दा राम्रो ज्ञान सिप दिन सक्यो भने भविष्यमा उनीहरूले राम्रो जीवन बाँच्न पाउँछन्। यो उमेरमा उनीहरूले पढाइ लेखाइ र व्यवहारिक ज्ञानमा जति मेहनत गर्न सक्यो त्यति नै भविष्य राम्रो हुन्छ। विवाह बालबालिका सक्षम भई आफ्नो खुट्टामा आफै उभिएपछि मात्र गर्नुपर्दछ। त्यति बेला उनीहरू शारीरिक मानसिक व्यक्तिगत रूपमा परिपक्व भइसकेका हुन्छन्। त्यसैले बाल विवाह नगरौं र नगराउँ। बाल विवाहलाई कानूनले नै बन्देज गरेको छ। रिलिफ नेपाल सिन्धुली र होल्ड भिजन इन्टरनेशनल नेपाल सिन्धुलीद्वारा जनहितको लागि जारी सन्देश।